आफ्नो आफ्नोतिरको चलन क्या साथी। आज हरेलो हाम्रोतिर चलन के छ भनेपछि हेर्नुहोस्, अब गाईको यिनी हेगुला भन्छौँ हामीले, यहाँसम्मलाई हेगुलो भन्छौँ। अनि हेगुले यिनलाई यहाँ हेर्नुहोस्, अब यिनीभन्दा माथि अग्ला हामीले पालेरै राखेका हुन्छौँ घाँसहरू, आफ्नो घाँसहरू। अनि गाईभन्दा अग्लो घाँस बनाएर गाईको अगाडि राखिदिने। गाईको हेगुलो डुब्ने घाँस भएन भने बर्खाभरि यतिसम्म पलाएको घाँस गाईलाई भनेर पालिदिएको घाँसले हेगुलो डुबेन भने यिनी 1 वर्षसम्म भोकै हुन्छन् भन्ने हाम्रो मान्यता छ। हेर्नुहोस्, अब हाम्रोतिर गाईलाई हेगुलो डुबाउने घाँस राख्यौँ। यहाँ पनि टनक्कै घाँस हेगुला डुबाउने घाँसमा गाईलाई डुबा हुन्छ। हाम्रोतिरको चलन यस्तो गराएर गाई बस्तुलाई पेटभरि घाँस खुवाउने चलन हुन्छ। हेर्नुहोस्, अब हाम्रो यिनी नदेखिने गरी हुन्छ नि यिनको हेगुलो। यो हेगुलो भयो भने यिनीभन्दा 2 माथिको अग्लो हामीले घाँस काटेरै भन्नाले हामीले यिनलाई भनेरै राखिदिएका हुन्छौँ। बिहान नुहाइ गर्छौँ, घरको पूजापाठ गर्छौँ, अनि बारीमा गएर घाँस काटेर यिनको लागि लिएर आउँछौँ, हालिदिन्छौँ। अनि त्यसपछि बारीमा हामीले हरेलो धुपाउने भनेर अलिकति घिउ, त्यसमा धानको भुस अनि खिर्राको डाँठ गराएर बारीमा जहाँ भए पनि, टाढा टाढा भए पनि, 3 घन्टाको बाटो भए पनि बुवाहरू, बाजेहरू, अङ्कलहरू, मामाहरू सबै खोटिनु हुन्थ्यो। यस बेला हरेलो धुपाएर रातिमा गएर खेतमा हरेलो धुपाएर फर्केर आउनुहुन्थ्यो। टाढा टाढाका खेत, पाहाडका खेत टाढै हुन्छन्। अनि घर आइसकेपछि अब हामीहरूको चलन, हाम्रो चलन के घर आइसकेपछि अब हामीले बर्खाभरिलाई हरेलामा चढाउने भनेर मकै राखेका हुन्छौँ। मकै चढाउँछौँ, मकै पाता पाता फालिदिने, दिउ देउतालाई चढाउने, कुलपितृलाई चढाउने। अनि एउटा घुवा दुःख गरे तिमीले हो भनेर गाई गोरुलाई पहिला हामीले गोरुलाई तिमीले दुःख गरेर यत्रो परगना जोतेर फलाएका हुन् भनेर ठुलो बारीको जुन घुवा छ त्यो हामीले लिएर गोरुलाई खुवाउँछौँ। अनि त्यसपछि गोरुले खुवाइसकेपछि हामीले पोल्छौँ। फोकेर घिउ र महमा पाता पाता राखिदिएर फेरि वरपर नचढाएको घर, नपाकेको घर बाँडिदिन्छौँ। पाके भए पनि आफ्नो प्रसाद जस्तै बाँड्छौँ। अनि त्यसपछि हामीले घिउ र भात, हाम्रो हरेलाको घिउ नखाने पनि झुस्ले किरा हुन्छ भनेर भन्छन्। हरेलाको घिउ अनिवार्य खानुपर्ने हुन्छ हाम्रो चलनमा। अनि घिउ र भात खाने हुन्छ। नागपञ्चमी छन् आज, सोमबारे औँसी सोमबारे व्रत पनि छन्। तर विशेष हाम्रो उसकै हुन्छ। हेर्नुहोस्, आजको त हाम्रो विशेष त हरेलाकै जग्गा जमिनको र वस्तु भाउकै हुन्छ। अनि त्यति गरेपछि सबै दिदीबहिनी जम्मा हुने, टिकाटाला लगाउने, तिजका गीत नाच गर्ने, बस्ने, भरे रातभरि। अहिले पो गीतको महत्त्व छैन। हेर्नु, गीत त अहिलेको मतलबै भएन। मोबाइलमा जति पनि आउँछ, उहिलेन त कसै घर नाचगीत गर्ने भन्ने। बर्खाभरि थाकेका दिदीबहिनी घरमा आउने, खाना खाने, दिनभरि बस्ने, रमाइलो हुन्थ्यो। अहिले त अब कोही कता छन्, घरमा परिवार पनि छैनन्। पुरानो संस्कार पनि अब भुलिसके। कसले गर्ने र न कसैका घरमा न दिया छन्, न कसैको खेतीपाती छ। अब हामी त पुरानै आफ्नो संस्कार बिर्सियौँ, भुल्यौँ भनेपछि फेरि पुरानो पिँढीले नजान्ला, नसिक्ला भनेर हामी त हाम्रै संस्कारमा आफूले हुँदासम्म गर्ने हो। पछिल्लो पिँढीलाई हस्तान्तरण गर्न पनि पाइन्छ। छोराबुहारी, नातिना, पलातिनाले पनि हामीले गरेको कर्तव्य, कर्म, धर्म, आफूले गरेको गुणगान सबै उनले सिकुन् भनेर म त यस्ता यिनी नयाँ चिजहरू केही पनि छोड्न मन लाग्दैन। मैले सबै चिज गर्छु। अब धर्म कर्मको आस्था पनि असाध्यै छ, तर विश्वासभरि कति बेला गर्ने हो भन्ने केही थाहा छैन। यिनलाई हेगुलो बुढाइयो अब बारीतिर लागिदिन्छ। ल साथी हो, हाम्रोतिर यस्तो चलन। काम गरिसक्यौँ, हजुरले के गर्दै हुनुहुन्छ? अब यति भन्दै कमेन्टमा लेख्नु होला। म बिदा भएँ। न हरेलो मान्न आऊ 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 आऊ, यिनी यता छिन्, यिनले हेगुलो डुबाउने। उता ल, उता हिँड, उता दुकुरा, यिनी हेगुलो डुबाउन दुकुरिनु। हिँड आऊ, उता हिँड, हेगुलो डुबाउनु पर्ला नि। हेगुला डुबाउने कोही यस्तरी बसेका छन्, कोही कस्तरी बसेका छन्। यहाँ हेर्नुहोस् ल, आऊ आऊ, खाना आऊ आऊ आऊ।